नमस्ते है। हामी चाहिँ यो यसो आज सुँगुरको मासुहरू बनाएर चाहिँ अब हामी खान लागेका छौँ होइन। अब यसो यो चाहिँ अब अलिअलि यो चुस्की होइन, अनि ठिक छ त्यतिको। अब यो खाना हुन्छ नि त, त्यति भए हुन्छ क्या, केही होइन। अब यसरी चाहिँ हामी चाहिँ खान लागिरहेको छौँ है। ल खायो है साथीभाइ हो, खायो सुँगुरको मासु। आज त पानी परेको छ, चिसो चिसो छ। यो जाडो भएर चाहिँ होइन, यो अब रम खाँदैछु होइन। म चाहिँ खुदैलाई ठिक है, चाहना हुन्छ। आजालो चाहे ठिक है यो चिसो छ। तातो तातो खाँदा तातो हुन्छ। घाम घुम मुसेर खानु नि। बुढोले पकाएको खाना चाहिँ म चाहिँ कामबाट आएको आफूले त्यति खान पायो। मिठो मिठो आज त पानी भरेको चिसो चिसो छ, मिठो छ तरकारी पनि भात पनि। भएर मैले चाहिँ बियर खाएको।
यो खाना हालेर खाऊ न तातो तातो लास्टै चिसो चिया पनि धेरै चिसो पानी परेको छ धेरै मिठो भएछ होइन अरूको जस्तो भेराइटी चाहिँ हुन्न है हाम्रो चाहिँ किनभने हाम्रो एउटै करी हुन्छ होइन अनि किनभने सबै थोक बनाएको चाहिँ छैन तर हामीलाई यस्तो मिठो हुन्छ कि है यो तरकारी अब हरेक चिज हाल्नुभन्दा पनि यसमा एकदम मिठास तरिकाले पकाएर सट्ट खायो भने सबभन्दा टेस्ट त्यो भएर चाहिँ हामीले भेराइटी चाहिँ बनाउन सक्दैन जस्ट आफ्नो कोठामा कसरी बनाएर खान्छ त्यही तरिकाले चाहिँ हामी बनाएर खान्छौँ यस्तो हो तर किनकि यो पनि एकदम मिठो धेरै होइन थोरै तरिकाले बनाउने ठ्याक्क गर्ने मजाले मस्त बनाएर खाने त्यस्तो हो झ्याङझुङ गरेर पकायो भने त्यो मिठो हुन्न होइन त्यसलाई चाहिँ पुरा कुन तरिकाले पकाउनु त्यो तरिकाले पकाएर चाहिँ खाने हो त्यति हो सरी हेलो ट्याउरे आउँछ हेर्ले छरी लकामै धुनु लगाई देशीमा याना गुपाङ लगाई आउँदैन होइन तै पनि यसो रमाइलोको लागि दिनभरि काम गर्छु होइन अब बेलुका आइपुग्छु कोठामा यसो थकान मेटाएको जस्तो भनौँ न होइन यसो बुढाबुढी ट्याक्क बसेर खायो होइन अब मिठो मसिनो टक्क गरेर भने यही हो आनन्द जस्तो लाग्छ क्या दिनभरि काम गरेर बेलुका आएर यति गरेर खाएर आरामले सुत्यो भने त्यही ठुलो एकदम त्यस्तो लाग्छ क्या दुःख भन्ने चिज गर्नुपर्छ जहाँ गए पनि होइन त्यही भएर परदेशमा छौँ दुःख गरिरहेछौँ हल्का फुल्का अब त्यही खानाको लागि त हो यसो बालबच्चाहरूलाई केही गरी पढाइदिन सक्छ अब केही गरेर उनीहरूलाई एउटा बाटो देखाउन सक्छु भनेर चाहिँ हामी यसरी परदेश लागेको हो लागेर यस्तै हो बेलुका बिहान बेलुका चाहिँ कामबाट थकान भएर आइसकेपछि यसो बनाएर खायो हल्का यो रमसम लियो यसो अनि त्यहाँबाट आराम जस्तो लाग्छ त्यही भएर चाहिँ है साथीभाइ माइन्ड नगर्नु होला होइन ल बाई बाई हजुरहरूलाई मन पर्यो यत्रो छ भने लाइक र सब्सक्राइबहरू गरिदिनु होला होइन धन्यवाद नराम्रो नभनिदिनु होला होइन हामी यो एउटा रमाइलो जस्तो पनि हो होइन अब त्यही भएर चाहिँ हेरेर चित्त बुझ्छ भने हेरिदिनु होला होइन चित्त बुझ्दैन यस्तो उस्तो छ भने नराम्रो कमेन्ट पनि नगर्नु होला हस् त धन्यवाद।
बाई बाई। बाई बाई।